यीशुख्रीष्टको नाममा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यवहारिक सन्देशहरूबाट यहाँहरू आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिराख्नुभएका सम्पूर्ण श्रोतावृन्दहरूलाई आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्युज एफएम 105.1 मेगाहर्ट्जबाट सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पूर्ण प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गरौँ आजको कार्यक्रम। आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रूहरूको अध्ययन अध्याय 1 भाग 8। हामी हिब्रूहरूको पहिलो अध्ययनको हाम्रो अध्याय समाप्त गर्दछौँ। यस पहिलो अध्ययनमा लेखकले हामीलाई यीशुको कलातीत महिमाको परिचय अति सुन्दर तरिकाले गराउँदछन्। उनले यीशु ख्रीष्टलाई उहाँका स्वर्गदूतहरूसँग तुलना गर्छन्। यो वास्तवमा अध्ययन 2 मा जारी रहन्छ। हामीले अन्य धर्मशास्त्रहरूको सन्दर्भमा स्वर्गदूतहरूभन्दा माथि यीशुको सर्वोच्च पनि देखेका छौँ। पुत्रको शासनको सर्वोच्चता हिब्रू 1 अध्यायको 13 देखि 14 पदमा यसरी लेखेको छ। तर कुन स्वर्गदूतहरूलाई उहाँले कहिले यसो भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पावदान तुल्याउँदिन। के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाएका सेवा गर्ने आत्माहरू होइनन्? हिब्रूका लेखकले सोध्छन्, परमेश्वरले कुन स्वर्गदूतलाई यो कहिले भन्नुभयो? त्यसपछि उनी भजन सङ्ग्रह 110 को 1 बाट उद्धृत गर्छन्। भजन सङ्ग्रह 110 को 1। परमप्रभु मेरो परमप्रभुलाई भन्नुहुन्छ, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुलाई तिम्रो खुट्टाको पावदान तुल्याउँदिन। उत्तरमा भजन सङ्ग्रह 110 को 1 पदमा ठिक त्यही छ। प्रभु परमेश्वरले मेरो प्रभु मसीहलाई भन्नुभयो, मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो पावदान बनाउँदिन। परमेश्वरले कहिले पनि कुनै स्वर्गदूतलाई आफ्नो दाहिने हातपट्टि बस्न भन्नु भएन। ख्रीष्ट सार्वभौम हुनुहुन्छ, स्वर्गदूतहरू सेवक हुन्। स्वर्गदूतहरू सेवक आत्माहरू हुन् जसले सिंहासनमा विराजमान प्रभुको सेवा गर्छन्। यो पदमा नयाँ नियममा पुरानो नियमको कुनै पनि अन्य खण्डभन्दा बढी उल्लेख गरिएको छ। यीशुले शास्त्रीहरू र फरिसीहरूसँग कुरा गरिरहनु हुँदा यसलाई प्रयोग गर्नुभयो। मर्कुस 12 अध्यायको 35 देखि 37 पदमा यसरी लेखेको छ। अनि मन्दिरमा सिकाउनु हुँदा यीशुले भन्नुभयो, कसरी ख्रीष्ट दाउदका पुत्र हुन् भनी व्यवस्थामा शास्त्रीहरू भन्छन्, किनकि दाउद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पैतालो मुनि राख्दिन। जब दाउद आफैले उनलाई प्रभु भन्छन् त कहाँबाट उनी तिनका पुत्र भए? अनि त्यहाँका ठुला भिडले उहाँको वचन खुसी साथ सुन्यो। यो कुरालाई ध्यान दिनु रोचक छ। यी सामान्य मानिसहरूले उहाँलाई खुसी साथ सुने, तर धार्मिक शासकहरूले उहाँले जे पनि भन्नुहुँदा हरेक पटक उहाँको विरोध गरे। तिनीहरूले विश्वास गरे कि उहाँ त्यही हुनुहुन्छ जो उहाँले भन्नुभएको थियो। पेन्टिकोसको दिनमा माथिल्लो कोठामा भएकाहरू पवित्र आत्माले भरिए र तिनीहरूले अन्य भाषाहरूमा बोले जुन तिनीहरूले जान्दैनथे। भिड जम्मा भयो र पत्रुसले तिनीहरूलाई यीशु ख्रीष्टको बारेमा प्रचार गरे। आफ्नो एउटा बुदामा उनले यीशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने प्रमाणको रूपमा भजन सङ्ग्रह 110 को 1 लाई उल्लेख
गरे। प्रेरित 2:34-36 पदमा यसरी लेखेको छ, किनकि दाउद त स्वर्गमा चढेनन्, तर उनी आफैले भन्छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रो शत्रुहरूलाई तिम्रो खुट्टाको पाउदान तुल्याउँदिन। यसै कारण इजरायलको सारा परिवारलाई यो पक्का गरी जानुस् कि यीशु जसलाई तपाईहरूले क्रुसमा टाङ्नु भयो, परमेश्वरले उहाँलाई नै प्रभु र ख्रीष्ट बनाउनु भयो। यीशु उच्चमा प्रभु हुनुहुन्छ। उहाँ केवल मालिक मात्र हुनुहुन्न, उहाँ अधिकार र शक्ति भएको शासक र अगुवा हुनुहुन्छ। मुक्तिको लागि हामी भर पर्न सक्ने उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ। पुरानो नियममा हिब्रूमा मसीह शब्द र नयाँ नियममा ग्रीकमा ख्रीष्ट शब्द दुवैको अर्थ अभिषिक्त जन र मुक्तिदाता हो। यीशु शक्ति र अधिकार भएका मालिक र शासक मात्र हुनुहुन्न, उहाँ विश्वासीहरूको व्यक्तिगत मुक्तिदाता पनि हुनुहुन्छ। उहाँ हाम्रो भलाइको लागि तृप्त रूपमा चिन्तित हुनुहुन्छ। उहाँले हामीलाई यति धेरै माया गर्नुहुन्छ कि उहाँ हाम्रा पापहरू हटाउन क्रुसमा मर्नुभयो। उहाँको चेलाहरूको लागि उहाँको चिन्ता हेर्नुहोस्। यीशु पक्राउ पर्नु भएको रातमा उहाँले आफ्ना चेलाहरूलाई के हुनेछ भन्ने आश्वासन दिनुभयो। यूहन्ना 14:16-18 यसरी लेखेको छ, र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुन् जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न त चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुनेछ र उहाँ तिमीहरूमा रहनुहुनेछ। यीशु ख्रीष्टले भन्नुभयो कि उहाँले पितालाई हामीमा सधैँभरि बास गर्न पवित्र आत्मा पठाउनु अनुरोध गर्नुहुनेछ। उहाँले हामीलाई आश्वासन दिनुहुन्छ कि हामी अनाथ हुने छैनौँ, तर उहाँ हामी भित्र बास गर्न आउनुहुन्छ र पछि उहाँका चेलाहरूसँग उही कुराकानीमा उहाँले उहाँमा विश्वास गर्ने सबै व्यक्तिगत सन्देश पठाउनुहुन्छ। यो सन्देश शताब्दीदेखि प्रतिध्वनि हुन्छ, पिता आफैले तपाईलाई माया गर्नुहुन्छ। यूहन्ना 16:27 पदमा यसरी लेख्छ, रोटीको टुक्रा लिएपछि शैतान त्यसभित्र पस्यो। तब यीशुले त्यसलाई भन्नुभयो, तिमीलाई जे गर्नु छ सो चाँडै गरिहाल। यीशुले हामीलाई भन्नुभयो कि हामीले यस जीवनमा समस्या र परीक्षाहरू भोग्नेछौँ, तर यी सबै परिस्थितिहरूमा हामी भन्न सक्छौँ, उहाँ मबाट टाढा हुने छैन, उहाँले मलाई टुरो छोड्नु हुने छैन। म सर्वोच्च परमेश्वरको सन्तान हुँ र मेरो पिता आफैले मलाई प्रेम गर्नुहुन्छ। उहाँले मलाई प्रेम गर्नुहुन्छ। मेरो जीवनको सबैभन्दा गहिरो अन्धेरो क्षणहरूमा मेरो पिताले मलाई माया गर्नुहुन्छ। त्यो ज्ञानले मलाई ठुलो आश्वासन दिन्छ। म टुरो होइन, मेरो पिता हुनुहुन्छ र म उहाँबाट माया पाएको छु। प्रधान पुजारी र यहुदी परिषदको अगाडि उहाँको मुद्दाको समयमा यीशुलाई सिधै सोधेको थियो कि उहाँ मसीह हुनुहुन्छ कि हुनुहुन्न। उहाँले यसै जवाब दिनुभयो। मत्ती 26:62-64 पदमा यस्तरी लेखेको छ, तब प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाई के हो? तर यीशु चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्छु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रीष्ट होस्? यीशुले तिनलाई भन्नुभयो, तपाईले नै भनिहाल्नुभयो, तापनि म तपाईहरूलाई भन्दछु, अब उपरान्त तपाईहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। उहाँ ख्रीष्ट मसीह परमेश्वरको पुत्र हुनुहुन्छ। यीशुले परमेश्वरको दाहिने हातमा शक्ति र अधिकारको स्थान आफ्नो स्वर्गहरूको भविष्यवाणी गरिराख्नु भएको थियो। उहाँ भजन सङ्ग्रह 110:1 प्रतिको भविष्यवाणी गरिराख्नु भएको थियो। तर उहाँले आफ्नो दोस्रो आगमनको बारेमा पनि भविष्यवाणी गरिरहनु भएको थियो। यीशुको भविष्यवाणीको बारेमा म तपाईलाई केही कुरा याद दिलाउन चाहन्छु। तपाईँ यसमा सामेल हुनुहुन्छ? यसो भए आउनुहोस् हेरौँ कसरी
प्रकाश 19 अध्यायमा यूहन्नाले स्वर्ग खुलेको र यीशुलाई सेतो घोडामा सवार हुनुभएको देखे। यीशुलाई विश्वासयोग्य र सत्य भनिन्थ्यो र धार्मिकतामा उहाँले न्याय गर्नुहुन्छ र युद्ध गर्नुहुन्छ। उहाँले धेरै मुकुट लगाउनु भएको थियो र उहाँका आँखाहरू आगोको ज्वाला जस्तै थिए। तब हामी यो देख्छौँ कि उहाँलाई परमेश्वरको वचनमा पनि भनिन्छ। प्रकाश 19 अध्यायको 13 देखि 16 पदमा यसरी लेखेको छ, उहाँले रगतमा चोबालेको पोशाक पहिरनु भएको थियो र उहाँको नाउँ परमेश्वरको वचन थियो। स्वर्गको सेनाहरू सेतो र स्वच्छ मलमलका वस्त्र पहिराई सेतो घोडाहरूमा चढेर उहाँको पछि पछि लागे। जाति जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्किन्छ र उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान परमेश्वरको क्रोधको दाग कुण्ड उहाँले कुल्चउनुहुनेछ। उहाँका पोषक र तिग्रामा राजाहरूका राजा र प्रभुहरूका प्रभु अंकित छ। हामी पद 14 मा समावेश छौँ। स्वर्गका सेनाहरूको भाग जसले राम्रो मलमलको कपडा लगाएका छन्, सेतो र सफा। प्रकाश 17 मा पहिलो हामी दास राजाहरू र ख्रीष्ट विरोधी जनावरले थुमा राजाहरूका राजा र प्रभुहरूका प्रभुसँग युद्ध गरिरहेको देख्छौँ। प्रकाश 19 मा स्वर्गका सेनाहरूलाई यहाँ चुनिएका र विश्वासी भनिएको छ। प्रकाश 17 को 14 पदमा यसरी लेखेको छ, तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन् र थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूको राजा हुनुहुन्छ। उहाँको साथमा हुनेहरू चाहिँ बोलाएका र चुनिएका विश्वासयोग्य हुन्। प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नेहरूलाई चुनिएको र विश्वासयोग्य भनिन्छ। हामी यीशुले हामीलाई उहाँको दोस्रो आगमनमा नेतृत्व गर्दै पृथ्वीमा फर्कन्छौँ। यसैले अबदेखि जब तपाईँ प्रधान पुजारीको र यहुदी परिषदको अगाडि यीशुले आफ्नो मुद्दामा भविष्यवाणी गर्नुभएको कुरा पढ्नुहुन्छ वा सुन्नुहुन्छ, वा जब तपाईँ उहाँको दोस्रो आगमनको बारेमा पढ्नुहुन्छ वा सुन्नुहुन्छ, आफूलाई यो कथामा राख्नुहोस्। हे चुनिएको र विश्वासयोग्य, तपाईँ यसको हिस्सा हुनुहुन्छ। यी अध्ययनहरूमा हामी स्वर्गदूतहरूमाथि यीशुको सर्वोच्चताको बारेमा सिक्दै आएका छौँ। उहाँका चमत्कारी कामहरू, उहाँको पुनरुत्थान र उहाँको उच्चताले उहाँ प्रभु र ख्रीष्ट दुवै हुनुहुन्छ भन्ने कुरा अद्वितीय रूपमा संकेत गर्दछ। पेन्टिकोसको दिनमा घटनाहरूले पनि पृथ्वीमा ईश्वरलाई अब स्वर्गमा प्रभु र ख्रीष्टको रूपमा उच्च पारेको प्रमाण थियो। यदि तपाईँ यीशु ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रूपमा चिन्नुहुन्छ भने तपाईँ हामीले कुरा गरिरहेको कुराको हिस्सा हुनुहुन्छ। तर तपाईँ हुन पनि सक्नुहुन्छ। यो सरल छ। मसँग यो प्रार्थना गर्नुहोस्, हे यीशु, म पापी हुँ, मलाई मुक्तिदाताको आवश्यकता छ। म तपाईलाई मेरो जीवनको प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्छु। म तपाईको पछि लाग्ने र मेरो दुष्ट मार्गबाट फर्कन्छु। प्रभु, मलाई आफैमा प्रकट गर्नुहोस् र तपाईको पछि लाग्दा मलाई तपाईको शान्ति र आनन्दले भर्नुहोस्। मलाई बचाउनु भएकोमा धन्यवाद। यीशु, मेरो पापहरूबाट शुद्ध पार्नु भएकोमा धन्यवाद। मैले तपाईलाई प्रेम नगर्दा पनि मलाई प्रेम गर्नु भएकोमा धन्यवाद। म तपाईको नाममा यी कुराहरू माग्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्तो आशिष पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईहरूको सल्लाह सुझाव र प्रतिक्रियाले हामीलाई पनि आशिषित बनाउनेछ। हामीले सम्पर्क गर्ने इमेल ठेगाना पनि रहेको छ aero.kcc2020@gmail.com। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार, शुभरात्रि।
हाम्रो अघि जाने पुस्ता विश्वास गर्ने सबैले तुमाको निम्ति गाउनेछ यो गान। सर्वोच्च अति महान तपाईको नाम सबैभन्दा उच्चमा विराजमान। सिंहासन र अधिकार सारा शक्ति र वैभव सबैभन्दा उच्च तपाईको नाम। स्वर्गदूत गाउँछ पवित्र सृष्टिकर आउँछ पवित्र उचालिनुहोस् पवित्र सदा पवित्र। क्षमा र छुटकारा पाएका सबैले गाउँ तुमाको निम्ति सर्वदा। सबैले भन्दैछौँ स्वतन्त्रतामा हिँड्ने उहाँको नाउँ बोक्ने गाउँ तुमाको निम्ति सर्वदा। हामी गाउनेछौँ तुमाको गानामे। स्वर्गदूत गाउँछ पवित्र सृष्टिकर आउँछ पवित्र उचालिनुहोस् पवित्र सदा पवित्र तपाईँ पवित्र। हामी गाउँदछौँ पवित्र राजाहरूका राजा पवित्र जो हुनुहुन्छ पवित्र सदा पवित्र। सर्वोच्च सर्वोच्च अति महान तपाईको नाम सबैभन्दा। मण्डली तपाईको परमेश्वरलाई उचाल्नुहोस्। उहाँ जस्तो महान कोही पनि हुनुहुन्न। उहाँको नाम सबैभन्दा उच्च छ। सर्वोच्च सर्वोच्च अति महान तपाईको नाम सबैभन्दा उच्चमा विराजमान। सिंहासन सिंहासन र अधिकार सारा शक्ति र वैभव सबैभन्दा उच्च। स्वर्गदूत गाउँछ पवित्र